हेलो गाइज, नमस्ते सबैजनालाई। आज चाहिँ बिहानै पशुपतिको दर्शन गर्न जाउँ भनेर चाहिँ रेडी हुँदै हाम्रो म्याडम यता टुहारी अवस्थामा रेडी भइसकेको छिन्। के भन्नु र, यता अहिलेसम्म यसो हल्का लिपपोत गरेर हिँडिसकेको छिन्। अब लाग्नुपर्छ पशुपतिको पनि मन्दिरको थोरै हजुरहरूलाई पनि भ्लग देखाउँछु है त। अब उतैतिर भेटौँ, पशुपति मन्दिरतिरै हामी भेट्नेछौँ ल। पशुपति मन्दिर दर्शन गर्न जाँदैछौँ है साथीहरू। घामको लग लागिसकेको छ, अलिक उज्याले पो भइसकेको छ निकै नै। निन्द्रा पुग्दैन, सुतेकै के गर्ने। हाम्रो म्याडम नउठ्ने टाइममा त्यहीँ अगाडि हो। लाग्यो पशुपति मन्दिर। पोहोरको गाडी नै आयो यस्तो छ। लानुपर्छ नि, के लाने आयो त फुल लिएर जाऊ भन्दै हुन्छ दिदीले। ए बिस्को राखौँ कि माला भएको लाने कि कस्तो लाने? बेलपत्र नरिवल प्रसाद 20 रुपियाँ हो। ओए मोटी मेउ फुल किनियो। ओ मोटी मेउ यहाँ आऊ न। त्यसको चान्चुने छ दिदी? त्यसो छैन चान्चुने चान्चुने चाहियो मलाई त। हामीलाई फुल किनियो यता म्याडमजी। फुल किनेर लागियो मन्दिरतिर। अगरबत्ती छ, बाटो बन्दै रहेछ, सबै बनाउनु बाँकी छ। पशुपति मन्दिर गेट नजिकै छ। त्यता मालाको पसल, ठुलो फुलहरूको पसल। मन्दिर नजिक आइदिन्छ। मन्दिरको दर्शन गरौँ भनेर आइयो। बाटो बनाइरहेको रहेछ यतातिर भनेको तारिक। मेन गेट रहेको छ, भित्र छिर्ने फुलहरू बेचिरहनु भएको छ त। कत्रो गोरु छ भित्र मात्रै हो, नबनाउनु त। बाहिर हो दिदी? अहिले चाहिँ अलिकति चेन्ज भएको छ सिस्टम। पहिले तलबाट डाइरेक्ट राख्न मिल्थ्यो उता, अहिले चाहिँ 3 नम्बर गेटपट्टि चाहिँ जुत्ता चप्पल राख्नुपर्ने रहेछ। हामीले चाहिँ यहाँ जुत्ता चप्पल राखियो। जुत्ता लगाएर आउँ भने फर्किँदा नआउन सक्छ, धेरै घटना भएको छ। चप्पल लगाएर आएको नजिकै पनि छ। अब हामी भित्र प्रवेश गर्छौँ। यहाँभित्र रहेछ नि त लक्कर यहाँ रहेछ। अलिक राम्रो खालको जुत्ता चप्पल लिएर आएको त भित्र राख्दा भइहाल्थ्यो। पानी यहाँ रहेछ। टक्क हातखुट्टा धुने, सर खोल्ने, जाने। ओम नमः शिवाय, पशुपति ओम। अध्यादेश भगवान श्री पशुपतिनाथ मन्दिरमा हार्दिक स्वागतम गर्दछौँ भनेर
बोर्डमा लेखिएको छ World Heritage Pashupatinath Temple. यहाँबाट अहिले चेन्ज गरेर छ यहाँ लाएर हामी हिँडिरहेछौँ म्याडम अगाडि पुगिसक्नु सिडीबाट जानुपर्ने हुन्छ टक 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 यतातिर पाठ पूजा भइरहेछ बाहिरी दृश्य म त देखाउने छु भित्रको देखाउनु मिल्दैन भित्र क्यामेरा अलाउड छैन यहाँबाट देखाउँछु यहाँदेखि पशुपति मन्दिरको यहाँ गेट छ यहाँदेखि भित्र दर्शन गर्न गइन्छ जतिजनाले हेर्दै हुनुहुन्छ सबैजनालाई रक्षा गरून् पशुपतिनाथले चिताएको कुराहरू पुरा होस् यो पशुपति एरिया हो यति राम्रो देखिएको छ बिहानको दृश्य यतिसम्म मैले देखाइरहेको छु म्याडमले उहाँ छोडेर गइसकेको छ उहाँ पुगिसकेको छ म पनि अब जाँदैछु त्यहाँभन्दा भित्र चाहिँ अलाउड छैन त्यही भएर मैले बाहिरैबाट गेट देखाएँ सशस्त्र प्रहरी बल नेपाल मन्दिर सुरक्षा यहाँभन्दा भित्र खिच्न पाइँदैन फोन यो मेन गेट रहेको छ यहाँभन्दा भित्र जान पाइएन हामी भित्र छिर्यौँ अब दर्शन गरेर बाहिर निस्किसकेका छौँ टक्क लाएर यता रहेको छ पशुपति मन्दिरको गेट यता म्याडम पनि टक्क आइसकेकी छिन् परिवारको लागि दाना पनि किनिएको छ टक्क अब अगाडि गएर हामीले परिवारको दाना दिनुपर्छ ब्याकग्राउन्डमा रहेको चाहिँ पशुपति मन्दिरको भित्र छिर्ने मेन गेट हो गाडी साह्रो हाल्यो एकपटक सरर घुमाएर जान्छु म पशुपति मन्दिरको गेट घाम लागेर अब यहाँ टक्क हामी परेवालाई दाना दिन्छौँ अनि बाहिर यसो बस्नेहरूलाई थोरै दान दक्षिणा दिनुपर्ने हुन्छ मन्दिरको के माग्यौ त म्याडम आशी के माग्यौ भन्न मिल्दैन के नामे हो र ए मैले त कति मागेँ मनभरि जानुपर्छ अहिले त्यहाँदेखि उतापट्टि अलिक जानु छ बस्नेहरूलाई अलिकति भेट्न पर्ने छ पर्यो होला त न बाहिर बस्नेहरूलाई 5 रुपियाँ दिनुपर्छ ल पक्राइदिएको तिमी पनि मेरो गोजीमा राख न फोन यहाँ चाहिँ पर्यो दाना दिँदैछु म सेवा पर्यालाई दाना दिँदै होइसिन्छ सेवा नै धर्म हो भन्नुहुन्छ उहाँले
उता पर अब पर यहाँभन्दा पनि धेरै रहेछ त्यहाँनिर पर रहेछ यताबाट दिसौँ यहाँबाट परेवाहरूको यहाँ कति सङ्ख्या छ अरू म्याडमले पनि दिँदै हुनेछ परेवाला छ अरू बिस्तारै टाउकोमा लाग्ला नि फेरि परेवाहरूको ल जाउँ परेवा कति छ उहाँ परेवा छ माथि अब माथि पनि दिनुपर्ने हुन्छ हामीले चाहिँ थोरै लाखौँको सङ्ख्यामा छ परेवाहरू कति छ परेवा शान्तिको प्रतीक भन्छ परेवा शान्तिको प्रतीक भन्छन् परेवालाई म्याडम फोटो खिचिदिनु पर्ने भन्छ फोटो खिचिदिनु पर्यो अरे अब मेरोबाट त भिडियो भइरहेछ यहाँबाट कसरी फोटो खिच्ने त भने भिडियो भइरहेछ कहाँ पर्या उठ्छ त नि यता डरदो रहेछ हौ यार उता हेर न उता अब कसरी पक्नु हौ सक्यो चामल हालिदिएको परेवालाई चामल हालिदिउँ हामी यो चामल सबै सक्ने त होला ल खाऊ बच्चेरीहरू खाऊ ल खाऊ चामल खाऊ सब चामल खाऊ चारो खाऊ चारो खै के उड्यो सबै उड्यो ल फेरि आयो अब हामी बाहिर जाँदैछौँ गेटमा बाहिर निस्कियो अब हामी त्यसो गरिहाल्दैछ है भने दान हो जति भयो नि दिनुपर्छ चुप्प लागेर के अरे हामी चाहिँ अलिकति दुखी घर गइहाल्नुको लागि चाहिँ मनको शान्ति बसिरहेछन् यहाँ पुग्दैन कि के हो यार साटेन धेरै चाहिँ पैसा कोही दुईजना नि बसे हुन्छ हौ सरले चाहिँ दान दिँदै हुनुहुन्छ अरे थोरै थोरै यहाँ नि दिसो अरे यहाँनिर दिँदै होसिन्छ त्यो साट्दिन त पख्नु तपाईँलाई भयो
चेन्ज पैसा साट्न जाँदै हुनुहुन्छ चेन्ज पैसा भएन रे त्यही भएर पुगेन क्या रे त्यही भएर छ होला 50 भए पुगिहाल्छ नि पैसा साटेर यहाँनिर दिदी हुनुहुन्छ यत्रो मान्छे भयो त्यसो श्रीमानज्यूले डबल डबल पैसा नदिन्छु है उयो दाइलाईसम्म दिएको छ होला बाजेरबाट दिन्छु यो बाजे खै मलाई 2टा पैसा दिन्छ न म आउनुहुँदैन दिन पर्यो आमाहरूलाई पुगिहाल्छ नि नाटक दिदी लिनु कताबाट जाने हो हामी यताबाट आजको हाम्रो सानो भिडियो चाहिँ यही बन्द गर्छु है त म्याडम केही भन्नुहुन्छ आजको लागि केही भन्नुहुन्छ अब अर्को वर्ष आउनेको बाचा गर्दै हामी छुट्छौँ है त सबैजनालाई हेरेर साथ दिनु होला लास्टमा यसो मनपर्छ तपाईँहरूको दिल खुस छ भने लाइक सब्सक्राइब पनि गरिदिनु होला अन्तिममा है त धन्यवाद थ्याङ्क यू सो मच एभ्री वान